माल्टा पोलैंड वर्क परमिट ले लो। के बेच्दै हिँडेको? माल्टा पोलैंड को वर्क परमिट छ हजुर। क्यानाडा छ? क्यानाडा पनि छ नि हजुर। यहाँ रहेछ कति हो? यो क्यानाडा त महँगो छ हजुर, 30,000 पर्छ। अरे 30,000 पर्छ? अलिक घटाउनु पर्यो यार। अफिसमा आउनु, कार्ड लिनु, अफिसमा आउनु, त्यही आएर घटाइन्छ। ओके। माल्टा क्यानाडा पोल्यान्ड वर्क परमिट, माल्टा क्यानाडा पोल्यान्ड वर्क परमिट। पोल्यान्ड भाइ के छ? माल्टा क्यानाडा पोल्यान्डको वर्क परमिट छ हजुर। खै सबै खत्तम कुहिए जस्तो छ। यो पोल्यान्डलाई कति हो? पोल्यान्डको त अफर सफर छैन हजुर, 10,000 पर्छ। 10,000 हो? ल ल हुन्छ। ल तपाईँ अफिसमा आउनु, बडा आत्तिनु भएछ, अफिसमा आउनु हुन्छ, वहाँ बसेर डिल हुन्छ, बुझ्नुभयो? ल हुन्छ। ल चलो, धन्यवाद। माल्टा क्यानाडा पोल्यान्ड वर्क परमिट, माल्टा क्यानाडा वर्क परमिट, माल्टा क्यानाडा वर्क परमिट। ए माल्टावाला भाइ यता आउनु त। हजुर हजुर यता आउनु। हजुर हजुर, माल्टा क्यानाडा वर्क परमिट हजुर। खै खै हेरौँ त के ल्याउनु भयो? माल्टा क्यानाडा वर्क परमिट छ पुरा, तपाईँ हेर्नु यहाँ। हो भाइ सबै खराब छ, एउटा मात्रै माल्टा मात्रै राम्रो छ। कति हो? यसको 15,000 पर्छ हजुर। महँगो भएन र? यो अफरमा छ, तपाईँ 10वटा किन्नुभयो भने एउटा सित्तैमा, तपाईँ सित्तैमा हुनुहुन्छ, बुझ्नुभयो? ल ल ल र यो कार्ड राख्नु, हजुर, अफिसमा आउनु, हजुर। वही हिसाब किताब हुन्छ। हुन्छ, ओके, यो हुन्छ। राख्नु, 10वटा बनाउनु पर्छ। ओ ल ल ल ठिक छ। धन्यवाद। माल्टा क्यानाडा पोल्यान्ड वर्क परमिट, माल्टा क्यानाडा पोल्यान्ड वर्क परमिट हो। माल्टा क्यानाडा रकम त रकम के छ हेरौँ त के छ? माल्टा क्यानाडा पोल्यान्ड वर्क परमिट छ हजुर। यो सबै पुरानो भइसक्यो, कचरा भइसक्यो, अलिक फ्रेस केही छैन? मनको बात गर्नुभयो, यो छ रसियन आर्मी। रसियन आर्मी समाउनु न, त हेर्नु कस्तो छ। ल ठिक छ। ल महँगो छ यो, पैसा के कति छ? 50-60 हजार पर्छ। यो अफिसमा आउनु, कार्ड समाउनु न। यो कन्फ्युजन भयो, मिलाउनु पर्छ नि फेरि। अफिसमा आउनु, हामी कुराकानी गर्छौँ। ल ल ल बुझ्नुभएछ? ल यो नम्बर हो नि होइन? ल अफिसको पुरा एड्रेस छ त्यहाँ। माल्टा क्यानाडा पोल्यान्ड वर्क परमिट दिदी, माल्टा क्यानाडा पोल्यान्ड वर्क परमिट।